सबैलाई नमस्कार भन्न चाहन्छु र दुःखको कुरो यो हो कि यो भाइ सञ्चालक बुटोल यातायात पश्चिम नेपालतर्फ धेरै वर्ष भयो उहाँले काम गर्नुभएको र उहाँ काठमाडौँबाट मिस गरेर चाहिँ यहाँ नम्बर थाप्छु भनेर नानघाट चितवनमा कुर्दा सुतिरहेको अवस्था छ। 10 दिन हेर्नुहोस् कति गाह्रो हुन्छ पैसा कमाउनुलाई र कहिले आउँछ मेरो नम्बर भनेर कुर्दै भाइ राजा त निदाउनु भएको अवस्था छ र यस्तो भाइलाई सल्युट गर्न चाहन्छु। किन भन्दाखेरि दुःख पछि बल्ल सुख लुकेको हुन्छ भनेर चाहिँ हामीले भन्छौँ नि, अनि त्यही दुःख हो र दुःखको कारणले गर्दाखेरि यस्तो भएको अवस्था छ। बिचारा नम्बर नपाएर चाहिँ कुर्दा अब सुत्नै पर्ने अवस्था आयो, निन्द्रा लाग्यो। अब के गर्ने बिचारा, र यो भाइलाई सल्युट गर्न चाहन्छु। बिचारा नम्बर कहिले आउँछ भन्दै निदाउनु भएकोमा र सम्पूर्ण मित्रहरूलाई जानकारी गराउन चाहन्छु। हस्त नमस्कार।